ढोका त लाग्यो रहेछ भित्र को हुनुहुन्छ होला बाहिर आउनु त बाहिरै छु म ए बाहिरै बनाउनु दर्शन भेनाजु भेनाजु ए भाइ चिन्नु जानु के को भेनाजु को तिमी हैतिरेका कस्तो चिन्न जानु भन्नुभएको म तपाईँको सालो के पोखराबाट आएको पोखराबाट आएको त्यस्तो राम्रो सहर छोडेर किन बाबु काठमाडौँ त्यहाँबाट पोखराको मान्छे त म पोखरा जान मात्रै चिन्ने हो काठमाडौँ आउँदा चिन्न थाल्यो भने त दाल चामल घट्छ घाटा लाग्छ बाबु तिमी त मैले चिन्ने तिमीलाई साँच्चीकै नचिन्नु भयो भेनाजु मलाई के भेनाजु तपाईँलाई मैले लेक साइड घुमाएको फेवाताल घुमाएको सारङकोट घुमाएको अनि सब बिर्सिनु भयो रुको बेटा वीडियो को लाइक करें और चैनल को सब्सक्राइब कर लें आज आपके घर में खुशखबरी आ जाएगी ए तिमी त्यो म यार जानु ए चिन्नु भएन नि त ठिकै छ जन आमाले भेनालाई दे भनेर प्योर भैँसीको एक कलेज घिउ पठाउनु भएको थियो म बाटोतिर लोड बेचिदिन्छु घिउ ए बाबु यो घिउ देखेर कता कता फेवाताल चाहिँ याद आयो तिमी चाहिँ अझै क्लियर याद आइरहेछ नि मलाई ए घिउ दिएर अलिअलि याद आयो मेरो ए तपाईँले भने आमाले भाले पनि पठाउनु भएको छ भाले ए तिमी त मेरो कान्छी श्रीमतीको महेन्द्र बोल्नु भएको जेठो ससुरापट्टिको कान्छी श्रीमतीको जेठो छोरा होइन भने तिमी चिन्छु म त ए भेनाजु घिउ र भाले नल्याए त मलाई नचिनी रहेछ होइन अब काठमाडौँमा पाउन चिन्नलाई चाहिँ कसैले भर पर्छ बाबु कुरो बुझ्यो अनि यो भाले के लोकलै हो घरमै पालेको घरमै भाले